ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसमा जागिर नयाँ भर्तीको विज्ञापन खुलेको छ। यसमा कसले भर्न पाउने, यसका तलबहरू कति छन्, कति उमेर समूहकाले भर्न पाउने, कुन जातिले भर्न पाउने है, जस्तो थारूले भर्न पाउने कि नपाउने, अनि त्यसै गरी बाहुनले भर्न पाउने कि नपाउने, होइन, यस्ता प्रश्नहरूको यहाँ जवाब रहेको छ। जुन 2026 इन्टेकको लागि चाहिँ गोर्खा जुन ब्रिटिस आर्मी गोर्खा र सिङ्गापुर पुलिसमा चाहिँ भर्तीबारे यो सम्पूर्ण जानकारी रहेको छ। यसमा सुरुमा भनिएको छ जुन ब्रिटिस गोर्खा र जुन सिङ्गापुर पुलिसको लागि चाहिँ सुरुमा नै यहाँ भनिएको कुरा के छ भने यहाँ चाहिँ ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिसको छनौट प्रक्रिया चाहिँ निशुल्क, निष्पक्ष र पारदर्शी हुनेछ भनेर यो भनिएको छ। योमा तपाईँहरूले एकदम विश्वासै गर्नुपर्ने कुरो रहेको छ। तपाईँहरूले आफ्नो स्किल, आफ्नो फिजिकल टेस्ट, होइन, आफ्नो इन्टेलिजेन्स, आफ्नो इन्टरभ्यू र सो इन्टरभ्यू परीक्षाको क्रममा तपाईँहरूले डेली रूपमा, दिनानुदिन रूपमा तपाईँले गर्ने व्यवहारहरू, तपाईँको बोलीचालीहरू, तपाईँको सामूहिक छलफलका कुराहरूमा साथीहरूसँग गर्ने व्यवहारहरू, हरेक कुरा है, प्रत्येक सेकेन्डको कुराहरू चाहिँ एनालाइसिस गरेर तपाईँहरूको चाहिँ छनौट हुने हो ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिसमा। जुन जाँचको टाइममा मात्रै तपाईँहरूले राम्रो पर्फर्मेन्स होइन कि अन्य बेलामा पनि तपाईँहरूको खाँदा, बस्दा, हिँड्दा, साथीभाइसँग रमाइलो गर्दाका पलहरूमा पनि तपाईँहरूको चाहिँ प्रत्येक कुराहरू चाहिँ चेक गरिरहेको हुन्छ त्यहाँको कोअर्डिनेटरहरूले, त्यहाँको जुन परीक्षा लिने जुन टोलीहरूले चाहिँ हरेक हरेक गतिविधिहरू चाहिँ चेक गरिरहेको हुन्छ। र यसको प्रमुख जानकारीको रूपमा चाहिँ मैले उमेरको हकमा चाहिँ जुन 1 डिसेम्बर 2025 सालसम्ममा है, 2025 डिसेम्बर 1 सम्ममा चाहिँ कम्तीमा 18 वर्ष पुगेको र बढीमा चाहिँ 21 वर्ष ननागेको हुनुपर्नेछ। र विक्रम सम्वतकै कुरा गर्दाखेरि 2061 मङ्सिर 16 गतेदेखि 2064 मङ्सिर 15 गते बिचमा चाहिँ जन्मेका व्यक्तिहरूले चाहिँ ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसमा चाहिँ भर्ना हुन सक्नेछ है। 2061 मङ्सिर 16 देखि 2064 मङ्सिर 15 सम्म। र शैक्षिक योग्यताको हकमा चाहिँ एससी ग्रेड प्रणालीमा न्यूनतम 5C ग्रेड है, न्यूनतम 5C ग्रेड हासिल गर्नेलाई मान्यता दिनेछ, जसमा कम पाठ पास भए पनि हुनेछ है, जुन पछि पूरक परीक्षा दिएर पास भएको पनि हुनेछ। र ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसको लागि अङ्ग्रेजी र गणितमा चाहिँ C ग्रेड अनिवार्य हुनुपर्नेछ, C ग्रेड अनिवार्य हुनुपर्नेछ। र त्यसै गरी प्राविधिक सर्टिफिकेट जुन सिटिभिटीलाई चाहिँ मान्यता दिने छैन भनिएको छ है, सिटिभिटीमा पढेकोलाई चाहिँ मान्यता दिने छैन भनिएको छ। र शारीरिक आवश्यकतामा चाहिँ न्यूनतम उचाइ 158 सेन्टिमिटर हुनुपर्नेछ। बिएमआई चाहिँ पहिलो चरणको छनौटमा 17 देखि 30 र दोस्रो चरणको छनौटमा 18 देखि 28 हुनुपर्नेछ भनिएको छ। र आँखा चाहिँ चस्मा, लेन्स, लेजर सर्जरी चाहिँ मान्यता हुने छैन भनिएको छ। र दाँत चाहिँ अगाडिको 8वटा दाँतहरूमा कुनै त्रुटि हुनु हुँदैन, पछाडिको दाँतहरूमा 2भन्दा धेरै त्रुटि भरेको खाली वा नक्कली दाँत भएमा स्वीकार गरिने छैन भनिएको छ। त्यसै गरी बिरामी भन्नाले कुनै पनि रोगहरू जस्तै सिभियर फ्लू, हाई टेम्परेचरबाट ग्रसित उम्मेदवारलाई पनि स्वीकार गरिने छैन भनिएको छ। त्यसै गरी अनलाइन नाम दर्ता विधि चाहिँ के रहेको छ भन्दाखेरि ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसमा भर्ती हुनका लागि चाहिँ इच्छुक आवेदकहरूको चाहिँ नाम, थर, एनपिपी नम्बर र जिल्ला चाहिँ अनलाइन मार्फत है, जुन अनलाइन मार्फत कसरी भन्ने मैले अहिले तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछु। अनलाइन मार्फत चाहिँ दर्ता गराउनु पर्नेछ र अनलाइन दर्ता प्रक्रिया चाहिँ 2081 फागुनको 17 देखि चैतको 17 सम्म है, मार्च 1 देखि मार्च 30 सम्ममा 2025 भित्रमा चाहिँ भरिसक्नु पर्नेछ। र अनलाइन दर्ता प्रक्रियामा सफल भएका आवेदकहरूलाई पहिलो चरण छनौटको लागि चाहिँ वेबसाइटमा चाहिँ 2081 चैत्र 21 गते चाहिँ सूचना प्रकाशित गरिनेछ भनेको छ। त्यसै गरी पहिलो चरण छनौटको दर्ता प्रक्रिया पनि पहिलो चरण छनौट ब्रिटिस गोर्खा जुन पोखरा र ब्रिटिस गोर्खा धरानमा 2082 वैशाखको 16 देखि असारको 20 सम्ममा हुनेछ, 29 अप्रिलदेखि 4 जुलाईसम्म। र एरिया वेलफेयर सेन्टर जुन AWC भेरी अन्तर्गत सुर्खेतमा चाहिँ
2082 वैशाखको 16 देखि जेठको 30 सम्ममा हुनेछ। 29 अप्रिलदेखि 13 जुनसम्म सञ्चालन हुनेछ र उम्मेदवारको बीजीएन वेबसाइटमा राखिएको जुन ब्रिटिस गोर्खा नेपालको वेबसाइटमा राखिएको दर्ता फारम दुवै ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसको लागि पनि सम्बन्धित फारम चाहिँ निशुल्क भरेर चाहिँ अनिवार्य रूपमा ल्याउनु पर्नेछ भनिएको छ। र पहिलो चरणका छनौटका मापदण्डहरू चाहिँ कागजपत्र र प्रमाणपत्रहरू है, सबै कागजपत्रहरू प्रमाणपत्रहरू जुन A4 साइजको फोटोकपी दर्ताको लागि चाहिँ लिएर आउनु पर्नेछ र निम्न कागजहरू चाहिँ तपाईहरुले साथमा लिएर आउनु पर्नेछ। नल्याएमा चाहिँ तपाईहरुको स्वतः फेल हुनेछ भनिएको छ। नागरिकताको प्रमाणपत्र, मेसिन रिडेबल एमआरपी वा इलेक्ट्रोनिक पासवर्ड, आमा बाबुको नागरिकताको सक्कल प्रमाणपत्र है, सबै सक्कल लानुस् है। र आमा बाबुको विवाह दर्ता लागू भएमा त्यो पनि ल्याउने, आमा बाबुको मृत्यु दर्ता लागू भएमा त्यो पनि ल्याउने, बसाइसराईको प्रमाणपत्र र नगरपालिका गाउँपालिका ओडाबाट लिएर आउने र जात प्रमाणीकरण लागू भएमा है, जात प्रमाणीकरण त्यो लिस्टहरुमा लागू भएको भए चाहिँ जिल्ला प्रशासन तथा इलाका प्रशासनबाट लिएर आउने भनिएको छ। र शैक्षिक योग्यतामा चाहिँ एससी प्रवेशिका परीक्षा प्रमाणपत्र वा सोसरको प्रमाणपत्र, मार्कसिट, चारित्रिक प्रमाणपत्रहरू पनि लिएर आउनु पर्नेछ र हालसालै खिचेको 2 प्रति रंगीन पासपोर्ट साइजको फोटो जुन 35 mm x 45 mm साइजको फोटो बिना टोपी र कपाल काटेको हुनुपर्ने, अन्य फोटो वा कुनै पनि कपाल नकाटेको वा अप्राकृतिक कपाल भएकोलाई चाहिँ मान्यता दिइने छैन भनिएको छ। र ओभर आर्म हेप्स कम्तीमा 12 ओभर आर्म हेप्स चाहिँ गर्नुपर्ने छ भनिएको छ। र मेडिकलमा चाहिँ हाइपर एक्सटेन्सन, दन्त परीक्षण र आधारभूत शारीरिक परीक्षण हुनेछ भनिएको छ। त्यसैगरी आँखा परीक्षणमा चाहिँ लामो दूरीको जाँच र कलर पर्सेप्सनको परीक्षण हुनेछ भनिएको छ। र त्यसैगरी शैक्षिक जाँचको लागि चाहिँ अंग्रेजी र गणितको परीक्षा लिइनेछ भनिएको छ। र दोस्रो चरणको लागि प्रारम्भिक छनौटमा सफल भएका उम्मेदवारको नाम चाहिँ ब्रिटिस गोर्खा नेपालको वेबसाइटमा 2081 चैत्र 21 गते निकालिनेछ भनिएको छ है। मैले अनलाइन एप्लिकेसन कसरी गर्ने अहिले तपाईहरुलाई सम्पूर्ण जानकारी मैले दिनेछु। र दोस्रो चरणको छनौट प्रक्रियाको क्रममा प्रारम्भिक छनौटमा जुन ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसको लागि दोस्रो चरणको छनौट प्रक्रिया गोर्खा पोखरामा सामूहिक रूपमा 2082 भाद्र 11 देखि असोज 11 सम्म 1 महिनासम्म चाहिँ यो चाहिँ सञ्चालन हुन्छ। यसमा तपाईहरुको परीक्षामा मात्रै होइन कि तपाईहरुको डेली एक्टिभिटिज, तपाईहरु परीक्षा, ट्रेनिङ, तपाईहरुको स्किल जुन एक्जामहरु बारेको टाइममा पनि तपाईहरुले गर्ने व्यवहारहरु, साथीहरुसँग गर्ने घुलमिलहरु के छ भन्दा त्यो चाहिँ एकदम नजिकबाट चाहिँ वाच गरिरहेको हुन्छ। यो समयमा तपाईहरु एकदम सतर्क भएर नै आफ्नो चाहिँ दिनचर्या चाहिँ बिताउनु पर्ने हुनेछ। र शारीरिक मूल्याङ्कनमा चाहिँ तपाईहरुले निम्न उल्लेखित सबै शारीरिक मूल्याङ्कनको तयारी गर्नुपर्ने छ। जस्तो 800 मिटर दौड 2 मिनेट 30 सेकेन्ड भित्र है सक्दो प्रयास गर्ने र हेप्समा कम्तीमा 14 पटक ओभर आर्म हेप्स सक्दो प्रयास गर्ने र रिपिटेड लिफ्ट एन्ड क्यारी 20 केजी को बोरा बोकेर 30 मिटरको दूरी बोरासँग 5 पटक र बिना बोरा चाहिँ 4 पटक 1 मिनेट 40 सेकेन्ड भित्र चाहिँ पूरा गर्नुपर्ने छ भनिएको छ है। 20 केजी को बोरा बोकेर 30 मिटरको दूरी चाहिँ बोरासँगै 5 पटक चाहिँ हिँड्नु पर्यो र बोरा बिना चाहिँ 4 पटक हिँडेर 1 मिनेट 40 सेकेन्ड भित्र यी दुवै टास्क पूरा गर्नु पर्यो। र मेडिकल चाहिँ आधारभूत मेडिकल जाँचहरू हुनेछन् भनिएको छ। र अन्तिम चरण छनौट जुन फाइनल सिलेक्सन चाहिँ जुन दोस्रो चरणको छनौटमा सफल आवेदकहरूको नतिजा चाहिँ वेबसाइटमा 2082 असोज 21 गते चाहिँ प्रकाशित गरिन्छ भने अन्तिम चरणको सिङ्गापुर पुलिसको लागि चाहिँ 2082 मङ्सिर 12 देखि 24 सम्म हुनेछ। 28 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 सम्ममा र ब्रिटिस आर्मीको लागि चाहिँ 2082 पौष 23 देखि माघ 17 गतेसम्म 7 जनवरीदेखि 31 जनवरी 2026 भित्र हुनेछ भनिएको छ। र यो दौरानमा विभिन्न चरणका शारीरिक, शैक्षिक र मेडिकल जाँचहरू गरिनेछ भनिएको छ। मेडिकल चाहिँ सम्पूर्ण डिटेल मेडिकल जाँच, शैक्षिक जाँचमा ब्रिटिस आर्मीको लागि अंग्रेजीमा लिखित, मौखिक र श्रवण है रिटन, स्पिकिङ, लिसनिङ परीक्षाहरू हुनेछन्। र 2 किलोमिटर दौड भनिएको छ जुन 8 मिनेट 15 सेकेन्ड भित्र पूरा गर्नुपर्ने छ, सक्दो प्रयास गर्नुपर्यो। डोको दौड 5.8 किलोमिटर जुन उकालो दौड चाहिँ 43 मिनेट भित्र पूरा गर्नुपर्ने छ है। डोको बोकेर चाहिँ 5.8 किलोमिटर चाहिँ माथि उकालो दौड चाहिँ 43 मिनेट भित्र। त्यसैगरी जेरी क्यान केरी जुन 2 मिनेट भित्र पूरा गर्नुपर्ने छ। त्यसैगरी मेड बल थ्रो है, मेड बल थ्रो चाहिँ ब्रिटिस आर्मीका लागि मात्रै रहेको छ यो चाहिँ। त्यसैगरी मिड थाई पुल चाहिँ ब्रिटिस आर्मीका लागि मात्रै यो रहेको छ। र कग्निटिभ एसेसमेन्ट सिङ्गापुर पुलिसको लागि मात्रै रहेको छ, कग्निटिभ एसेसमेन्ट। त्यसैगरी टिम टास्क चाहिँ सिङ्गापुर पुलिसको लागि मात्रै रहेको छ। त्यसैगरी अन्तर्वार्ता हुनेछ। अन्त्यमा ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिसका अधिकारीहरूले चाहिँ अंग्रेजी र नेपाली दुवै भाषामा परीक्षार्थीहरूलाई अन्तर्वार्ता लिनेछन् भनिएको छ। र गर्न नहुने कुराहरू के हुन् त है।
भर्ती कर्मचारीले घुस प्रभाव वा दबाब दिने कोसिस गर्न नहुने, झुटो कागजपत्र पेश गर्न नहुने र दलाल र मध्यस्थकर्ताहरूलाई घुस दिएमा, किनकि छोटो प्रक्रियामा दलालको कुनै प्रभाव पर्ने छैन, त्यो दिएमा पनि यो चाहिँ गर्न नहुने कुरा भनेको छ। माथि उल्लेखित कुनै पनि नियमको उल्लङ्घन गरेमा तुरुन्त अयोग्य ठहरिनेछ र उक्त आवेदकलाई फेरि आवेदन दिनबाट चाहिँ वञ्चित गराइनेछ भनेको छ। त्यसैगरी गर्नुपर्ने कुराहरू चाहिँ रेकर्ड छनौटभन्दा पहिला आफूलाई शारीरिक र मानसिक रूपमा चाहिँ सक्दो तयार गर्ने र यदि कसैले पैसा माग्छ भने तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने र ब्रिटिस गोर्खाज नेपालको वेबसाइट www.army.mode.uk/BGM मा राखिएको सुझावहरूलाई अवलम्बन गर्ने भनिएको छ। र ब्रिटिस आर्मी र गोर्खा पुलिसमा भर्तीको लागि निवेदन सधैँ निःशुल्क रहेको छ र भर्ती हुनको लागि कुनै पनि पैसा लाग्ने छैन र तपाईँले भ्रष्टाचारको कुनै पनि आरोपहरूको बारेमा सुन्नुभएको वा कसैले भर्ती लगाइदिन्छु भन्ने पैसा मागेमा स्थानीय प्रहरी कार्यालयमा खबर गर्नुका साथै तल दिएको इमेलको माध्यमबाट पनि जानकारी गराउनु हुन भनेर यहाँ चाहिँ इमेल पनि दिएको छ, गोर्खा रिक्रुटमेन्ट @bgp.com.npi GORKHARICRUITMENT @bgp.com.np मा गर्नुपर्नेछ भनेर रहेको छ। र भर्ती छनौट प्रक्रियामा सहभागी हुँदा चाहिँ व्यक्तिको पढाइमा बाधा, चोटपटक या बिरामी भएमा ब्रिटिस गोर्खा नेपाल चाहिँ जिम्मेवारी हुने छैन भनेर पनि यो पनि जानकारी रहेको छ। यो तलपट्टि इङ्ग्लिसमा रहेको छ है। यो निकै नै महत्त्वपूर्ण जानकारी रहेको छ। अब त्यसपछि तपाईँहरूले यसमा अनलाइन एप्लाई कसरी गर्ने त है, त्यो भन्दै गर्दाखेरि तपाईँहरूले www.examsanjal.com है www.examsanjal.com मा गएर पनि तपाईँहरूले चाहिँ अनलाइन आवेदन कसरी दिने भनेर यो सम्पूर्ण जानकारी रहेको छ। जस्तो यहाँ ब्रिटिस गोर्खा आर्मी है, योमा सर्चमा गएर ब्रिटिस गोर्खा भनेर सर्च गर्नुभयो भने देखाउँछ। ब्रिटिस गोर्खा आर्मी सिङ्गापुर भनेर तपाईँहरूले यसरी खोल्नुभयो भने यहाँ सम्पूर्ण जानकारीहरू रहेको छ है। सम्पूर्ण जानकारी के गर्नुपर्ने होइन, के चाहिँ गर्न नहुने, अनलाइन प्रक्रियाका कुराहरू, त्यसै गरी अनलाइन एप्लिकेसनका कुराहरू है तपाईँहरूले यहाँ दिएको लिङ्कमा है हाउ टु एप्लाई अनलाइन ब्रिटिस गोर्खा आर्मी सिङ्गापुर पुलिस भन्नेमा रहेको यो लिङ्कमा गएर है हाउ टु एप्लाई अनलाइन भन्ने यो लिङ्कमा गएर तपाईँहरूले चाहिँ जुन अनलाइन आवेदन भर्ने फारम चाहिँ तपाईँहरूले यहाँबाट चाहिँ भर्न सक्नुहुनेछ। यसरी एउटा डायलग बक्स खुल्छ। त्यसपछि तपाईँ अब अन्डर 14 to 17 18 ओभर के हो है, त्यसपछि यसमा क्लिक गरेर स्टार्ट नाउ गरेर तपाईँ के हो है, तपाईँको के हो, मिस्टर मिसेस के हो है त्यो गर्नु पर्यो। अनि त्यसपछि जुन जात भातले कुनै असर गर्दैन, तपाईँ शारीरिक रूपमा, तपाईँको पढाइगत रूपमा तपाईँ सक्षम हुनुहुन्छ, इलिजिबल हुनुहुन्छ भने तपाईँ चौधरी होस्, थारू होस्, तमाङ होस् होइन, बाहुन होस् होइन, कुनै जातले कुनै पनि वेशभूषाले मधेसी होस् होइन, कुनै पनि ठाउँले चाहिँ त्यो प्रभाव पर्दैन। तपाईँ एबल हुनु पर्यो। त्यसपछि तपाईँको फर्स्ट नेमहरू लेख्ने, सर नेमहरू होइन, फ्यामिली जातको नामहरू लेख्ने, मेल फिमेल लेख्ने, तपाईँको डे मन्थ इयर होइन, डेट अफ बर्थ लेख्ने, इमेल एड्रेस के हो लेख्ने, त्यसपछि पासवर्ड चुज गर्ने। अनि तपाईँको एउटा सेक्युरिटी क्वेसन हुन्छ होइन, यो सेक्युरिटी क्वेसन चाहिँ तपाईँहरूले पछि पासवर्डहरू बिर्सिनुभयो भने काम लाग्छ। यसमा एउटा सेक्युरिटी क्वेसन चाहिँ सिलेक्ट गरेर तपाईँको उत्तर दिने, त्यसपछि इमेल टेक्स्ट केबाट पाउनुहुन्छ होइन, तपाईँको मोबाइल नम्बरहरू यहाँ लेख्ने। अनि त्यसपछि आई एग्री टु द पोलिसी भनेर गो टु एप्लिकेसनमा गएर त्यहाँ मागिएको सम्पूर्ण डकुमेन्टहरू तपाईँले दिनुभयो भने तपाईँको फर्महरू चाहिँ अनलाइनबाट सजिलै नै भर्न सकिन्छ। हुन्छ, बाँकी जानकारी तपाईँहरूले तल डिस्क्रिप्सन दिएको लिङ्कबाट पनि तपाईँले हेर्न सक्नुहुनेछ। www.examsanjal.com मा पनि ब्रिटिस गोर्खा आर्मीको सम्पूर्ण जानकारी त्यहाँ चाहिँ दिएको छ। हस्त, धन्यवाद।